आधी घन्टा अगाडि मलाई फोन गरेर बजारको मान्छेले फोन गर्यो तपाईँको टाटा चोरेर लगेछ एक्सिडेन्ट भएछ मान्छे मऱ्यो भने त्यो कुरा मात्रै भनिदिनु पर्यो अन्त हामी यता आयो हेर्नु टाटा त रोडदेखि तल पुगेको रहेछ खोलामा पुगेको रहेछ हो अन्त अहिले बुझ्दा चाहिँ राति 3 जना केटाहरूले चाहिँ चोरेर लगेको रहेछ यो मेरो ड्राइभर होइन यसमा मेरो ड्राइभर त घरमै थियो आफ्नो टाटा चाहिँ 3 जना बाहिरको सोरेङको भन्दैछ अब कहाँको हो सोरेङको हो कि दरमदिनको आइडेन्टिफाई भएको छैन अहिले चोरेर लगेछ अन्त उनीहरूले अब यहाँ एक्सिडेन्ट गरेछ 2 जना चाहिँ लगेछ हस्पिटल एकजना चाहिँ तर त्यहाँ स्पट भयो भन्दैछ अहिलेसम्म हामीले बुझेको म्याटर चाहिँ यति हो अब यहाँ तपाईँले हेर्नुभयो टाटा के भएको छ अहिले गाडी चाहिँ हामीले त्यहाँनिर तल्लो पेट्रोल पम्पको अपोजिटमा त्यो टायर दोकानको अगाडि राख्छ हामीले गाडी आजदेखि होइन सधैँ त्यहीँ राख्छ अरू गाडीहरू पनि राख्छ अन्त कुनै नयाँ जग्गामा राखेको होइन सधैँ राख्ने जग्गामै राखेको हो गाडी चाहिँ आफै स्टार्ट गरेको चाहिँ उनीहरूले लगेछ 3 जनाले त्यो गएर त्यहाँनिर सिसिटिभी हेर्नुपर्छ त्यहाँ टायर दोकानमा पनि छ सिसिटिभी अरू त्यहाँ पेट्रोल पम्पमा पनि धेरैवटा दोकानहरू छ पेट्रोल पम्पमा पनि छ क्यामेरा त्यहाँ गएर हेर्नुपर्छ कति बजीको घटना हो भनेर राति हेर्नुपर्छ